मान्छेले बनाएको मन्दिर, मन्दिर भित्रको देवता मान्छे उसैसँग डराउँछ। मान्छेले बनाएको मन्दिर, मन्दिर भित्रको देवता मान्छेले बनाएको मन्दिर, मन्दिर भित्रको देवता मान्छे उसैसँग डराउँछ। युग बगालेर स्थापन गरेको आस्था हो ईश्वर, उही ईश्वरका अगाडि मान्छे अपराध गर्छ। अभिवादन, मैले यसलाई काव्यिक अभिवादनको रूपमा मात्र मैले प्रस्तुत गरेँ र मैले प्रस्तुत गर्ने अब म कविता सुरु गर्छु। पहिलो कविताको शीर्षक रहेको छ सूर्य समय। यदि सूर्य नै सुख हो भने पनि निश्चय नै ऊ साँझमा त डुब्छ। सूर्य आजै झोलामा बन्द गर्न सक्दिन। यदि सूर्य नै सुख हो भने निश्चय नै ऊ साँझमा त डुब्छ, तर भोलिको सूर्य आजै झोलामा बन्द गर्न सक्दिन। यदि सूर्य नै दुःख हो भने पनि, यदि सूर्य नै दुःख हो भने पनि आजैबाट सूर्य बहिष्कार गरौँ, सक्दिन। यतिखेर मेरो दृष्टिको उज्यालोमा टाढा कोही अँध्यारोमा हिँड्न अभ्यास गरिरहेछ। यतिखेर मेरो दृष्टिको उज्यालोमा टाढा कोही अँध्यारोमा हिँड्न अभ्यास गरिरहेछ। बत्ती निभाएर उज्यालो सोचे जस्तो नदी किनारमा नदी सँगसँगै बगिरहेछ। र दिग्भ्रमितमा र यहाँ दिग्भ्रमितमा ऊसँगै सचेत हिँडो भने दौडेर बल्ल उसको प्रारम्भ बिन्दुमा पुगेँ। तर म त्यहाँ पुग्नु अघि नै ऊ त्यति नै अगाडि पुगिसकेछ। आखिर ऊ समय थियो, मैले बहिष्कार गर्न नसकेको सूर्य। आखिर उनै थियो, हत्केलाले झिक्न नसकेको सूर्य र झोलामा बन्द गर्न नसकेको सूर्य। आखिर ऊ समय थियो। धन्यवाद। म त